हेर्नुहोस् देश बन्दैछ बनिरहेकै छ, विकसित हुँदैछ, चिल्ला सडकहरू बन्दैछन् अनि यस्तो घनाघोर जङ्गलको बिचमा पनि यस्ता चिल्ला सडक बनिरहेका छन् भने तपाईँ हाम्रो सहरहरूमा चाहिँ नहुने कुरै छैन। निराशावादी होइन, आशावादी हुनुपर्दछ। 10 वर्षमा सिङ्गापुर होइन सिङ्गापुरभन्दा बेटर लाइफ जिउनु पर्दछ भन्ने नेताहरूले आफ्नो मात्र सिङ्गापुरको भन्दा बेटर लाइफ जिइरहेका छन्, तर जनताहरू भने जिउका तिउ नै छन् होइन। अनि यस्तो विकास भएको यस्तो पिच रोड भन्ने होला तपाईँलाई, यो भनेको एउटा तराईको जिल्लाबाट भित्री मधेसमा छिर्ने एउटा प्रमुख नाका हो। प्रमुख नाका हो, त्यो पनि बल्ल बल्ल बनिरहेको छ होइन। म चाहिँ निराशावादी चाहिँ होइन, तर म आशावादी हो। नेपाल बन्छ, एउटा सुन्दर नेपाल बन्छ, तर यस्ताहरू जो हामी 10 वर्षमा सिङ्गापुर बनाउँछु के बनाउँछु भन्दै फलाग्नेहरू नेताहरूलाई जबसम्म यो देशबाट विदाई गर्न सकिन्न तबसम्म हाम्रो देश बन्दैन, यो ग्यारेन्टी हो। पार्टी कुनै नराम्रो हुँदैन, पार्टीका सिद्धान्तहरू कसैका नराम्रो हुँदैन, तर त्यो पार्टी परिचालन गर्ने व्यक्तिको प्रवृत्ति, त्यसको स्वेच्छाचारिता कुराहरू सब नराम्रो हुन्छन् र त्यही भएको कारणले नै यो देशको यो गति भएको हो। जबसम्म हामीले चुनावमा मासुलाई पचाउन सक्दैनौँ, मासु र रक्सी फेरिको पेट्रोल हामी जबसम्म पचाउन सक्दैनौँ तबसम्म यो देश यस्तै बन्ने छ। पचाउनुको अर्थ खाने एउटाको सबैको, तर भोट चाहिँ उत्कृष्ट कुनो सोच राम्रो व्यक्ति कुनो त्यसलाई भोट दिन सक्दैनौँ भने यो देशको हालत बन्दैन, यो ग्यारेन्टी हो।